अब सुरुमै मैले चाहिँ हाम्रो कुलमान सरलाई देखिरहेको छु। एकदमै सरलाई देखेपछि फेरि रेस्पेक्ट राखेर आउँछ क्या। रिसेन्टली मैले एउटा धमलाको सुमा गीत पनि गाएको थिएँ। अहिले दुर्गेश थापाको गीत एकदमै फेमस छ नि होइन, दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे। यो चाहिँ मैले खासमा प्यारोडी गीत लेखेको हो, तर कुलमान सरलाई नै हेरेर लेखेको है त। के हो तिम्रो काम सरकार नलायक हो नाम, के हो तिम्रो काम सरकार नलायक हो नाम, गफाडीको राजा रहेछ उखान टुक्का पान, कता हिँडेको तिमी कुलमान फालेर, भ्रष्ट भएर दुष्ट भएर चोर भएर घुसखोर भएर हामी हेरेको हेरै हामी हेरेको हेरै। अब नेपालमा फेरि अचम्मका गीतहरू बन्छन्, तपाईँहरूलाई थाहा छ। लेटेस्ट अस्ति एउटा गीत आइरहेको थियो अलि अगाडि, पोल्यो 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 मलाई बिस्ताराले पोल्यो अरे, पोल्यो पोल्यो बिस्ताराले पोल्यो। महेश बस्नेतले सिरोको ओडेसन पोलिहाल्छन्। मैले यही जोक गराएको थिएँ क्या, महेश दाइले चाहिँ सिरोको ओडेसन पोलिहाल्छन् भने महेश दाइले कल गरे मलाई, ए भाइ तिमीले त मलाई उडाएछौ नि, कहाँ छौ तिमी? मैले भने दाइ म त यहीँ छु, कमेडी गर्दैछु, तपाईँ चाहिँ कहाँ हुनुहुन्छ? महेश दाइले भन्नुभयो उही त नि भाइ म त सिरोक दखनाभित्रै छु अरे। अब हेर्नुहोस् अचम्म छ। अब बालेन शाह तपाईँलाई थाहा छ, गिभ इट अप बालेन शाह। बालेन शाहको लागि ताली बजाउनुहोस्। मान्छेहरूले बालेनको क्रिटिसाइज गर्छन् क्या, भन्छन् बालेन शाहले झ्यापको तालमा स्ट्याटस लेख्छ। स्ट्याटस हो भाइ, प्रेसमा लेख्नलाई संविधान हो र? प्रेसमा लेखेको संविधान त झ्यापमा ल्याए जस्तो छ। किन भन्दाखेरि यो संविधानले चाहिँ अपराधीहरूलाई पनि छाड्छ क्या, तपाईँहरूलाई थाहा छ नि। हामीलाई अपराधी समाउने संविधान चाहिए हो, छाड्ने संविधान चाहिए होइन। कौन म्यान? फेरि कोहीले भन्छन् क्या बालेन शाहलाई, बालेन शाहको बुढीलाई चाहिँ ट्राफिकले उता समाउँदाखेरि चाहिँ बालेनले सिंहदरबार आगो लगाइदिन्छु भनेको थिएँ। यो त सामान्य हो। यदि मेरो गर्लफ्रेन्डलाई कसैले रोक्यो भने मैले फोन गरेर भन्छु त्यहाँ बस्दै गर बेबी, म यो दुनियाँ जलाइदिन्छु। यो त एनर्जीमा भर पर्छ नि। बालेन 34 वर्ष, म 28 वर्ष। देउवाको हाम्रो राष्ट्रिय भाउजूलाई समा भयो, देउवाले के अर्थ? चुरोट जलाउँथ्यौँ, के गर्नु? यो उमेरमा जलाउनु सकिने चुरोट त हो। अब फेरि यहाँ स्टुडेन्ट भाइ बहिनीहरू पनि हुनुहुन्छ। नेपालमा पढे पनि सुहा छैन, नपढे पनि सुहा छैन क्या। अब 8 क्लास पढेर छोडौँ, ओहो छोरो बिग्रियो केपी ओलीको ट्र्याकमा गयो भन्छ। अब पिएचडी पास गरौँ, ए छोरो बिग्रिहाल्यो नि हत्तरीका बाबुराम भट्टराईको ट्र्याकमा गयो भन्छन्। मैले त हेर्नुहोस् त्यहीबाट बिचमै पढ्न छोडिदिएँ। घरमा गएर बुवाले भनेको बुवा बिच्किएँ, हत्तरीका तेरो त कुरै बुझिनँ मैले, किन शेरबहादुरको ट्र्याकमा गएको भन्छन्। तर तपाईँहरूलाई थाहा छ कमेडी च्याम्पियन जितिसकेपछि चाहिँ मेरो बुवा खुसी हुनुभयो। म घर गएको बुवाले भन्नु ठिक गरिछस्, तैँले पढ्न छोडेर ठिक गरिस्। मैले भने हे तेरिका बुढा के दुई सिप्रे कुरा गरेको, किन प्रचण्डको ट्र्याकमा गएको त? नेपालमा गाह्रो छ। अस्ति भर्खरै एउटा बागमती प्रदेशको मुख्यमन्त्रीले भन्दै थिए क्या, यो प्रदेशका छोरीहरूलाई सरकारले पढाउँछ अनि के छोराहरूलाई चाहिँ नरेन्द्र मोदीले पढाइदिन्छ। छोरीले पढेन भने घाँस दाउराको साथ प्रसार गर्छ, हाउसवाइफ भएर निस्किन्छ। तर छोरोले पढेन भने यो देशमा नेता भएर निस्किन्छ अनि सुनौसार प्रसार गर्छ। गाह्रो छ नि। फेरि हामी कमेडियनहरूलाई पनि गाह्रो छ क्या होइन, किन भन्दाखेरि चाहिँ एउटा जाओस् न भन्छु कि, जहाँ गयो एउटा जाओस् न। एक दिन म घरमा आनन्दले बसिरहेको थिएँ, मेरो दाइको साथी आयो, भन्छ ओ भाइ कमेडियन पो एउटा जाओस् न। मैले दाइ तपाईँ के काम गर्नुहुन्छ? म त म्याथ टिचर हो नि भाइ, त्यसको एउटा सूत्र जाओस् न त ल, A+B को हुलिस गराउन जाओस् न, अनि एउटा जाओस् न भन्ने क्या। अब अहिले हाम्रा टाउके नेताहरू जो हुनुहुन्छ है, म चाहिँ अलिकति युथ ओरिएन्टेड पनि कमेडी गर्दा हुन्छु क्या।
जस्तो केपी ओलीले चाहिँ ऱ्याप हान्यो भने कसरी हान्छन् होला? केपी ओलीले यो हमेर सिंह चिन्नुहुन्छ? स्टुडेन्ट भाइ बहिनीहरू चिन्नुहुन्छ नि? 4 बोतल भोटका काम मेरा रोजका यो ऱ्याप चाहिँ हाम्रो केपी बाले हान्यो भने कसरी हान्नुहुन्छ होला? हुन त हान्न नसक्ने स्थितिमा पुगिसक्नु भयो, तर हान्यो भने चाहिँ कसरी हान्नुहुन्छ होला? बेराउ सारी रात इंतजार, दारू पियो लगातार, एकाधी सब पी लेते हैं तो पियो बोतल 4 बोतल वोडका का तेरा रोज का दाबुझको के रोके अब दागी सीधे रोका यसको तरह के भी वाला हो प्रचण्डले फेरि यो हमेर सिंहको ब्लू आइज हिप्नोटाइज भन्ने चाहिँ त्यो ऱ्याप हानेर कसरी हान्छन् होला? ब्लू आइज हिप्नोटाइज तेरी करती है मैनू आ स्वर छोटी ड्रेस में पाम लगती मैनू ग्लॉसी लिप्स ऊपर ट्रिक्स बेबी लगती है किलर मनिया कतल कर तेरा बम फिगर यसरी हान्थ्यो। अब हाम्रो शेरबहादुर दाइले ऱ्याप हान्यो भने शेरबहादुर दाइको त ऱ्यापै बोलीले ऱ्याप जस्तो चाहिँ अब यस्तै नै छ। म कहिले काहीँ प्यारोडी गीत पनि लेखिरहेको हुन्छु होइन। तपाईँहरूले हङ्गामा भो कसम हङ्गामा भो भन्ने गीत सुन्नुभयो होला, प्रमोद खरेलले गाउनु भएको छ। I know better than how hangama happens. Let me sing this song in my own way, okay? Hangama bho kasam hangama bho पुतुनो चलायो तिमीले सेल्फी बनायो तिमीले कुकुरले पनि एक भेर सिर उठायो रे जब आइफोन मोबाइलको क्यामेरा चलायो तिमीले जताततै टिकटकको जमाना छ के अहिले लिएर त दराम मकैबारी दराम अब स्टुडेन्ट भन्दा धेरै चाहिँ टिचर बिग्रिन थाल्यो अहिले। अब आन्दोलनले हेरौँ त पुरै नाचिरहेको छ क्या होइन? पुरै नाचे। अब अहिले त टिचरहरू चाहिँ स्कुलमा भन्दा धेरै महोत्सवतिर भेटिन थालिसक्यो। टिचरलाई अब गुड मर्निङ होइन बिग फ्यान सर भन्नुपर्ने अवस्था बहुत गाह्रो छ होइन। अघि देख्नु होला आन्दोलनमा पुरै डान्स हुनु पनि हो। फेरि स्कुलमा आउने पैसाभन्दा धेरै टिकटक लाइभ बसेर आउने भइसक्यो अहिले। त्यही भएर टिचरहरू स्कुलमा भेटिँदैन, गाह्रो छ नि। सो यस्तै नै छ। यति नै गर्न चाहेँ है त। सो थ्याङ्क यू सो मच फर इन्भाइटिङ मी। सो कुलमान सरको अगाडि मैले पर्फर्म गर्न पाएँ। आई एम सो ग्रेटफुल। किन सरको म पहिल्यैदेखि फ्यान पनि हो होइन। मैले पहिला एउटा जोक सुनाएको पनि थिएँ क्या। एक दिन चाहिँ गाउँ पराल लिएर चाहिँ घर फर्किए, म आमा त झाडे पुगेर सरी यो थिएन कि जस्तो कुलमान सर आउनु अगाडि चाहिँ मैले जोकै बिर्सेँ तर ठिक छ। कुलमान सर मलाई एकदमै मनपर्ने मान्छे हो होइन। मैले त भन्ने पनि गरेको छु। अब उहाँले चाहिँ बिजुली बेच्नु भयो नि त, बिजुली बेचेर चाहिँ गल्ती गर्नुभयो क्या। यो देशमा त सरकारी जग्गा बेच्ने, चिया बगान बेच्ने हो, केका बिजुली बेच्ने, बिजुली निकाल्ने नदी नाला बेच्ने हो नि होइन। अब के गर्नु, राम्रो काम गर्दाखेरि भ्रष्टहरूले टिक्न दिँदैनन्। सो रेस्पेक्ट, बिग रेस्पेक्ट टु यु सर। अनि थ्याङ्क यू सो मच जो प्रोग्राममा बोलाइदिनु भयो। थ्याङ्क यू सो मच। थ्याङ्क यू एभ्रीवन। थ्याङ्क यू।